पर्छ यो 9 नम्बरको अध्यक्षले तपाईँको यसरी चाहिँ हेर्ने काम भएको छैन सबै विद्यालयमा। यो मात्र नभएर माथि जति यहाँ धोरपातन एरियामा विद्यालयहरू छन्, बाटोहरू छन्, बिजुलीहरू छन्, तपाईँको अनि स्वास्थ्य चौकीहरू छन्, त्यसमा कुनै पनि ध्यान नदिएको वडाको स्थिति छ। उहाँले यो देउरालीदेखि तलको जे छ गर्नुभएको छ त्यो गर्नुभएको छ। हामीले बारम्बार चाहिँ नगरपालिकामा गएर निवेदन गर्दा पनि त्यो सुनाइ नआएर सिधै नगरपालिकाले कुनै वार्षिक बजेट गरेर त्यहाँको प्याकेज दिँदै गराएर विकास गर्नुहोस् भन्दा पनि हामीलाई चाहिँ नहेरेको अवस्थामा यो जिल्ला शिक्षा जीवाईसी जस्ता संस्थाहरूले हामीलाई यो भवनहरू उपलब्ध गराइदिनु भएको छ। अनि त्यो बल्ल यतिको आधार भएको छ। हामीलाई धेरै पीडित छौँ, यहाँ यो विद्यालय धेरै पीडित छ। तर यहाँका जनताहरू पनि 2-3 ठाउँ बस्तीको भएको हुनाले जनताले पनि यहाँ चाहिँ श्रमदान नगरेको अवस्था छ। सबै पैसा आउँछ, मास्टरहरूले खान्छन्, समितिले खान्छन् जस्ता सोच भएको हुनाले बैठक बोलाउँदा पनि भत्ता दिँदा पनि तपाईँहरूको उपस्थित नहुने यस्तो स्थितिको समाज छ। यसलाई समाज परिवर्तन गर्न साह्रै गाह्रो छ। त्यसमा तपाईँहरूसँग हामी हातेमालो गऱ्यौँ भने सङ्घ संस्थाहरूसँग क्लबहरूसँग हातेमालो गर्दै जाँदा यो विद्यालयको स्थिति यहाँको। हामीलाई योभन्दा अगाडि पनि आदि दोलान्जी संस्थाले 2065 सालदेखि 2081 सालसम्म यो विद्यालयमा सहयोग गर्यो। 2021 सालदेखि सस्टेन नेपाल भन्ने एउटा अमेरिकन डोनरहरू हुनुहुन्छ, उहाँले यहाँ सहयोग गर्दै आउनुभएको छ। जस्तै स्टेसनरी अनि तपाईँको कम्प्युटरहरू, तपाईँको बच्चाहरूलाई धेरै शिक्षकहरूले जगेत जस्ता किसिमकोले उहाँहरूले सहयोग गर्दै आउनुभएको छ। हामी स्टेसनरीमा हामी कमी छैनौँ। ढोरपाटन नगरपालिकामा सबभन्दा बढी स्टेसनरी भएको हाम्रो विद्यालय होला। यहाँ आइसिटी पनि उहाँले चाहिँ भन्नाले आइसिटी त तपाईँको हाम्रो नगरपालिकाबाट नै भयो। अनि तपाईँको अर्को यो कम्प्युटर ल्याब पनि एडुटेक नेपाल त तपाईँको कर्म फाउन्डेसनले अहिले हालै सम्पन्न गरेको छ। हामी त्यसमा पनि अलि सक्षम भइसकेका छौँ। हाम्रो शिक्षकहरू पनि टाढाबाट आउनुभएको छ। अहिलेको शिक्षकहरू साथीहरूमा पनि कम्प्युटर एकदम राम्रो छ र पढाइ त अब तपाईँको यो हिउँ चिसो कारणले गर्दा बच्चाहरूले तपाईँको जति लिनुपर्ने हो हासिल गर्नुपर्ने हो त्यति हासिल गर्न सकेका छैनन्। ट्युसन पढाउन त्यस्तै समस्या छ, तपाईँको विद्यार्थी आउने त्यस्तै समस्या छ। अनि तपाईँको हाम्रो विधा वर्षी विधा हुन्न, हाम्रो हिउँदे विधा हुन्छ। हिउँदे विधाको लगत्तै तपाईँको परीक्षा गर्दा कमजोर हुनेछन्। अर्को विद्यालयमा गएर नपढ्ने, यहाँ हामीले विधा गर्ने भएको हुनाले यो स्थिति पनि साह्रै चाहिँ तपाईँको डामाडोल भएको